साथीहरू म चाहिँ नुहाइधुवाइ पनि गरिसकेँ। सिलगढीमा पुरा गरम भएको कारणले गर्दा हो, अनि त्यो भरि दबाई खाएर पनि मेरो आँखा चाहिँ जेसै त्यसै छ। जेसै त्यसै अलिक कम्ती भयो। अब दबाई अलिक डबल डोज गर्नुपर्छ। फेरि डबल डोज गऱ्यो भने चाहिँ यहाँ यत्रो गालहरू फुल्लिहाल्छ हो। दबाई खाइ नसकेको दबाईले चाहिँ त्यो हुन्छ नि त मेरो। अनि त्यो भएर आज चाहिँ म 12 बजी चाहिँ कटहरको सब्जी बनाउँछु, तपाईँहरूलाई सेयर गर्छु। कस्तो लाग्छ, के लाग्छ, लाइक गरिदिनुहोस् मन पऱ्यो भने होइन। तपाईँसँग मैले सेयर मात्रै गरेको, बनाएको म चाहिँ खाँदिनँ त्यो चाहिँ, किनभने त्यसमा पुरा तेल जान्छ नि त। अनि त्यो भएको कारणले कस्तो लाग्छ सेयर गरिदिनुहोस् ल। आँखाले राम्रो पनि देखेको छुइनँ नि एकपट्टिको आँखाले। त्यही आज म तपाईँहरूलाई कटहरको सब्जी बनाएर देखाउँदैछु। कटहर चाहिँ मैले हिजो बेलुका अघि नै बोइल गरेर पनि यो उसमा हल्दी र पानीमा बोइल गर्नुपर्छ। एक सिटी मात्र लाउँछु कुकरमा, बोइल गरेर राखेर यो चिकन जस्तो फ्राई गर्नुपर्छ हो। अनि यहाँ मैले मटर काटेको छु, अनि यहाँ मैले हरियो खोर्सानी, प्याज, टमाटर, अन्त यसमा चाहिँ मेन चाहिँ यो के हाल्नुपर्छ नि, यो उसको नाम के भन्छ, यो धनियाँको डन्ठा पनि हाल्नुपर्छ। त्यहाँदेखि यहाँनिर मैले हल्दी हालेको छु, त्यहाँदेखि उस काश्मिरी लाल पनि हालेको छु कलरको लागि। तपाईँले ग्रेट गर्नु पनि सक्नुहुन्छ यो सबै होइन। मिर्ची चाहिँ यसरी मैले राखेको छु, खोर्सानी चाहिँ हो। अन्त यहाँनिर यहाँ चिकन मसला छ, गरम मसला छ हो, धनियाँ चाहिँ काटेको छु। अनि तेल खरिँदैछ। यो चाहिँ मैले मस्टर्ड ओइलमा बनाउनु पर्छ। अनि तपाईँहरूलाई देखाउँछु ल कसरी बनाउनुपर्छ भनेर। यहाँ त मैले सबै हालेँ हो, प्याजहरू सबै यसरी हालेँ। अनि यसलाई चाहिँ यसरी मजाले चलाएर चाहिँ त्यो यस्तो मजाले पकाउनुपर्छ जसमा कि यो तेल सब्जीले चाहिँ मसलाले चाहिँ तेल छोडेछ। अब यसमा म के हाल्छु भने त्यसमा चिकन मसला र म त्यो पनि हालिदिन्छु, यो गरम मसला पनि हो। अनि त्यो भएर मजाले पकाउँछु जबसम्म यो मसलाले तेल छोड्दैन तबसम्म यसलाई गरिरहनुपर्छ। मैले गरम मसला पनि हालेँ, चिकन मसला पनि हालेँ। अब त्यसलाई चलाएर मजाले यसलाई चाहिँ पकाउनुपर्छ। यो चाहिँ म खाँदिनँ किनभने यसमा ज्यादा तेलहरू हालेर बनाएको फ्राई गरेको हो। यो घरको बनाइदिएको म त सादा खानुपर्छ। अनि त्यो भएर यसरी मजाले अब एकछिन छोपिदिएर बनाउँछु। अनि देखाउँछु यसरी तेल यसरी छोडेपछि चाहिँ मसला पाकेर यो मैले बिचमा चलाइबसेँ तर तपाईँहरूलाई देखाएन। अब यसमा चाहिँ म मटर हालेर बनाउँछु, मटर पकाउँछु। मजाले पकाउनुपर्छ। अब सबै गरेर म लास्टमा रेडी भएर चाहिँ तपाईँलाई देखाउँछु म कसरी। अहिले साथीहरू मेरो कटहरको सब्जी रेडी भयो। यसमा धनियाँ पनि हालिदिएँ सबै हो। अनि हेर्नु त कस्तो लाग्यो भन्नुहोस् ल कमेन्ट गरेर। जस्ट यो चाहिँ मैले ट्राई गरेको, त्यति मलाई खाना बनाउनु त आउँदैन होइन, तर पनि ट्राई गरेको है, तपाईँसँग सेयर गरेको मेरो रेसिपी। अब तपाईँले त कस्तो कस्तो तरिकाले बनाउनुहुन्छ मलाई पनि भन्नुहोस् है।